वेलकम टु माई युट्युब च्यानल। आमाले आज ढेँडो र मासु बनाउने भनेर हुनुहुन्छ। कस्तो बनाउनुहुन्छ? माछा हो, मासु होइन माछा हो। म आज हेरौँ है त गाइजहरू कस्तो छ। अब आमासँगको कुराकानीमै भेटौँला है त। ढेँडो पाक्दैछ दाइले आज। ढेँडो कोदोको ढेँडो, पिठो, माछा माछा भयो आमा अहिले माछा। ए ढेँडो त दाइले छिटै अब मस्किसक्नु खाने चाहिँ गिरो बनायो रास्ता साह्रो नयाँ कोदो भएर होला किलो किलो छ। ए रोटी खान नयाँको ठिक हुन्छ, ढेँडो खान फेरि पुरानो। ढिरो मिठो छ क्या छोरी। सौगात सृष्टि त यति माछा 3टा मात्रै छ है पर माछा। अब दाइलाई दिनु अलि दिनु मिठो छ छोरी। मिठो त मिठो रातो है कोदोको ढेँडो त कस्तो खानु भयो त त माछा त रुगाला खा भाइ। आमाले खानु पो तातै। मैले खान्छु हेर दुईटा टाउको। तपाईँले टाउको टाउको हो? म टाउको मन पर्छु, दाँत छैन। कुन छै शरीर पनि खाने ढेँडो त छ है। खानु पो तपाईँले रचन खान्छु। नानीहरू खाने छन्। मेरो 4वटा छ छोरी। तिमीले देखाउनु न पो नलज हो मात्रै भाग मात्रै हो।